हेलो साथीहरू, गुड मर्निङ एन्ड नमस्ते। वेलकम ब्याक टु निश्चल त थुलुङ युट्युब च्यानल। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ साथीहरू। अनि लङ टाइम पछि चाहिँ मैले निश्चल त थुलुङ युट्युब च्यानलमा भिडियो हाल्न लागेको छु साथीहरू, किनकि यस्तै कार्यव्यस्तताको कारण भिडियोहरू पोस्ट गर्न सकिरहेको छैन है साथीहरू। अनि अहिले चाहिँ भने हाम्रो 4 दिन छुट्टी छ स्कुल, त्यही मौका पारेर मैले जस्तो छुट्टीको दिनमा भिडियो हाल्ने सोच गरिरहेको छु है साथीहरू। आज चाहिँ भने बिहानैको समयमा म चाहिँ के कसो गर्दैछु भने आज म चाहिँ यता है अब बर्खा लागिसक्यो है। असार साउनमा चाहिँ हाम्रो कोदो रोप्नुपर्ने हुन्छ, त्यस कारण म चाहिँ कोदोको बिउ राख्न आउँदैछु साथीहरू। त्यही भएर मैले बारीबाट नै भिडियो स्टार्ट गर्दैछु साथीहरू। त्यस्तो स्टार्ट गर्दै चाहिँ के भइरहेछ भने यता अब बिउ राख्दाखेरि अब त्यही नजिकै प्याज रोपेको छौँ नि त। अनि प्याज चाहिँ के कसो फलेछ भनेर मैले हेर्दैछु साथीहरू। त्यस पश्चात चाहिँ मैले कोदोको बिउ राख्ने नै छु साथीहरू, अनि भिडियो देखाउने नै छु साथीहरू। हेर्नु न, यस्तो फलेछ प्याज चाहिँ मैले उखेलेको है साथीहरू। हेर्नु त कति यसपालि चाहिँ बढी मात्रामा बर्सातको कारण धेरै झार उम्रिरहेछ नि त। त्यही भएर प्याजहरू पनि कति गोड्दा गर्दा पनि यस्तै झार उम्रिरहेछ। त्यही भएर प्याज चाहिँ यस्तो फलेछ। यसपालि बढी बर्सातको कारण अलिक खेतीपाती पनि बिग्रिरहेछ है साथीहरू। त्यही भएर म चाहिँ यहाँ सुकेको चाहिँ निकाल्नु पर्ला भनेर यसरी निकाल्दैछु। त्यही भएर अब भोलि पर्सि खन्ने बेला थाहा हुँदैन नि त। अब खन्ने बेला त कहाँ हो के हो सब बोटहरू हराउँछ नि त। त्यही भएर अहिलेलाई म यता उँधो झर्दाखेरि चाहिँ हेरिराखौँ। अब भयो भने अलिक बुढाबुढी भएको चाहिँ घर लगेर जाऊँ भनेर चाहिँ यता हेर्दैछु साथीहरू। यो चाहिँ अगुवा हो, पछुवा त त्यति फलेकै छैन होला झन् साथीहरू। अनि यो चाहिँ सलाद साग र धनिया है। यता नखाएर नभाँचेर यस्तो भइसक्यो, सब फुलिसकेछ है त। अनि साथै यो चाहिँ पछुवा प्याज। प्याज उखेलिसके पश्चात चाहिँ म लागेँ कोदोको बिउ राख्नतिर है साथीहरू। अनि यो चाहिँ अब हाम्रो बेसीतिर त यस्तै हो। अब बर्खा लागिसकेपछि चाहिँ अब हामीले कोदो रोप्नुपर्छ। त्यही भएर मैले चाहिँ अब यहाँदेखि चाहिँ म होल्ड गरिनँ, त्यो भिडियो मात्र गरेकोले भोइस ओभर गर्दैछु साथीहरू। त्यही भएर चाहिँ मैले यहाँ कोदोको बिउ राख्न सुरु गरिसकेँ है साथीहरू। अब हामीले चाहिँ यसरी बिस्तारै कोदोको बिउ राख्नुपर्छ नि त। अब के कस्तो भयो, हुन्छ कि हुँदैन भन्दै हेर्दै राख्नुपर्छ। अब कोदो कत्रो नहुन्छ र है, त्यस्तोको बिउ राखेर साथीहरू। त्यो त भयो कि भएन भिडियो पनि भनेर हेर्दै पनि छु, अब कोही नभएर। अनि यसरी हेर्दै बिस्तारै गर्नुपर्छ नि त साथीहरू। अनि ठ्याक्कै आधा आइपुग्यो है साथीहरू। पछाडि फर्केर पनि हेर्दैछु भयो कि भएन भनेर। फेरि अब पछाडि फर्केर फेरि गर्न चाहिँ हुँदैन नि त, त्यस्तो गऱ्यो भने चाहिँ बिउ उम्रिँदैन। त्यही भएर पछाडि फर्केर चाहिँ लाउनु हुँदैन, अगाडि जस्तो छर्यो त्यस्तो मात्र हुन्छ ल साथीहरू यो कोदोको बिउ चाहिँ। त्यही भएर अब चाहिँ सकिसके जस्तो पनि लाग्यो। अब चाहिँ के गर्छु है साथीहरू, हेर्दै जानु होला। यस पश्चात चाहिँ यसरी कुचो बोकेर जानुपर्छ। अब आँगनमा कुचो के लाउनुपर्छ र यसरी कोदो बारीमा गएर चाहिँ यसरी कुचो लाउनुपर्छ। यो चाहिँ सम्याको झिल्याको, किनकि अब ढुकुरहरू चराचुरुङ्गीले खान्छ नि त। त्यही भएर राम्रो उम्रन सक्दैन। त्यही भएर यो चाहिँ माथिबाट छोपेको झिलाको। अनि त्यही भएर कुना काप्चा सबैतिर हुन्छ नि त। त्यही भएर सबैभन्दा
चराले खान्छ भनेर चाहिँ यसरी गर्नुपर्छ। स्याम 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 हेर्नु साथीहरू, आँगनमा बरु मैले यसरी कुचो लाउँदिनँ होला, तर बारीतिर कुचो लाएँ है साथीहरू। हजुरहरूकोतिर के कसरी गर्नुहुन्छ? हाम्रोतिर चाहिँ कोदो छरिसकेपछि यसरी झिल्याउनुपर्छ, सम्माउनुपर्छ है साथीहरू। म चाहिँ छिटो छिटो गर्दैछु किनकि अहिले फेरि यो चाहिँ बेलुकाखेरिको समय हो नि त, त्यही भएर अलिक छिटो छिटो गर्नुपर्ने, चाँडो गर्नुपर्ने भएको छ साथीहरू। मैले सकेछु, अरे फर्किँदै पनि छु, त्यहाँ बच्चा उफ्रिँदै पनि छु साथीहरू। अब पालो रहेको छ छेउ र कुनामा दाल रोप्ने, त्यसपछि कालो भटमास अनि सेतो भटमास रोप्ने पालो। अब चाहिँ दाल र भटमास रोप्नुपर्छ है साथीहरू, हेरिदिनु होला। अब अरू बारीमा भन्दा चाहिँ अब यस्तो खाली बारी अनि खाली बारी भन्दा पनि यस्तो बिउ राखेको बारीमा चाहिँ यसरी भटमास र दाल रोप्यो भने धेरै राम्रो फल्न सक्छ साथीहरू। ओके साथीहरू, चाहिँ सक्न लागिसक्यो है साथीहरू। माथिबाट चाहिँ बोलाउँदै पनि छन् नि त, चाँडो चाँडो गर्नु है, रात परिसक्यो भनेर भन्दै पनि हुन्छन् साथीहरू। भन्दै आजको भिडियो चाहिँ मैले यहीँबाट इन गर्नु पर्ने हुन्छ साथीहरू, बारीबाटै, किनकि अब घर गएपछि भिडियो बनाउन पाइँदैन। बच्चा त्यस्तै छ भन्दै बाई बाई।